नमस्कार। वास्तु के हो र वास्तु कसरी मिलाइन्छ? वास्तु मिलाउनाले हामीलाई कस्तो किसिमको प्रभाव पर्दछ र वास्तुमा के कुरा हेरिन्छ? यी विभिन्न गहन विषयको कुराहरू छ। आज म वास्तु हेर्ने विषयमा सामान्य जानकारी लिएर आएको छु। कुनै पनि व्यक्तिले घर बनाउनुभन्दा पहिले जग्गा कस्तो ठाउँमा लिने र कस्तो सेपको जग्गाहरू छ पहिले त्यहाँ एनालाइसिस हुन्छ। जग्गा लिइसकेपछि हाम्रो कुन साइडमा घरहरू बनाउने, कुन एरियालाई चेपेर घर बनाउने, कुन एरियालाई ओपन राख्ने, रुख बिरुवाहरू कतापट्टि लाउने, ठुला रुख बिरुवाहरू कता लाउने, साना इन्डोर प्लान्टहरूलाई कहाँ राख्ने, यसरी घरको जग्गाबाट सुरु हुन्छ। र घर बन्ने कुरामा चाहिँ घरको स्ट्रक्चर लेभलमा कुन एरियामा चाहिँ झ्यालहरू राख्ने, कुन एरियामा बन्द गर्ने, कुन एरियालाई चाहिँ मूल ढोका चाहिँ कहाँनेरि बनाउने। हाम्रो एउटा घरको 45 देवताको वास हुन्छ घरमा। त्यो मध्येमा कुन डाइरेक्सनमा चाहिँ कुन देवताको चाहिँ डाइरेक्सन भएको एरियामा चाहिँ हामीले मूल ढोका बनाउने भन्ने कुरा चाहिँ त्यो डाइरेक्सन वाइज जब हामीले घरको डिग्री निकाल्छौँ, त्यो डिग्रीको आधारमा चाहिँ ब्रह्म केन्द्र हामी निकाल्न सक्छौँ। जब घरको ब्रह्म केन्द्र निक्लिन्छ, घरको ब्रह्म केन्द्रलाई चाहिँ हामी सेन्टर जुन पोइन्ट हुन्छ त्यो चाहिँ लगभग 20 to 33% चाहिँ ब्रह्मस्थान भन्दछौँ। त्यो ब्रह्मस्थानबाट चाहिँ सबलाई हेरिन्छ। हजुरको डाइरेक्सन वाइज 16 डाइरेक्सनमा चाहिँ एउटा घरलाई हामीले डिभाइड गरेर त्यसपछि 5 एलिमेन्टमा चाहिँ त्यो घरको किचन कहाँ बनाउने, लिभिङ रुम कहाँ राख्ने, स्टडी रुम कहाँ राख्ने, गेस्ट रुम कहाँ बनाउने, घरको मूल व्यक्ति कहाँ बस्ने, कुन कोठामा सुत्ने र प्रोफेसन वाइज चार्टर एकाउन्टेन्टको लागि, पुलिसम्यानको लागि, हेल्थ रिलेटेड मान्छेको लागि, बिजनेस रिलेटेड प्रोफेसनको लागि, एजुकेसन रिलेटेड मान्छेहरूको लागि प्रोफेसन वाइज पनि कोठाहरू छुट्टिन्छ। ती कुराहरूलाई चाहिँ हामीले म्यानेजमेन्ट गरेर मिलाउन सक्यौँ। र अर्थको ठाउँमा अर्थ, फायरको ठाउँमा फायर, नर्थ जुन वाटर इलिमेन्टको लागि वाटरको कुराहरू चाहिँ वाटर एलिमेन्टमा, स्पेस एलिमेन्टमा स्पेस एलिमेन्ट, यसरी मूल स्वभावका आधारमा हामीले ती कुराहरूलाई मिलाउन जान्यौँ र मिलाउन सक्यौँ भने वस्तुहरूको अवस्थिति मिल्छ। जब वस्तुहरूको अवस्थिति मिल्छ तब त्यो घरको इनर्जी मिल्छ। जब त्यो घरको इनर्जी मिलाइन्छ, मेटलबाट, कलरबाट, सेफ्टबाट, क्रिस्टलबाट, मिनरलबाट, सुगन्धबाट, भोगबाट, मन्त्रबाट, तन्त्रबाट, यन्त्रबाट, यसरी विभिन्न किसिमका मेटल, बुलेट, यी सब कुराहरू प्रयोग गरेर घरमा प्लान्टहरू, इन्डोर प्लान्टहरूदेखि लिएर हैन विभिन्न किसिमका सुगन्धहरू छरेर घरमा कपुरहरू बालेर कसरी घरलाई इनर्जाइज गर्न सकिन्छ, यो सारा डिटेल चाहिँ हामीले वास्तु एनालाइसिस अन्तर्गत गर्दछौँ। त्यसकारण वास्तु एनालाइसिस गर्नु भनेको हजुरले बास बस्ने घर, अफिस, फ्याक्ट्रीहरूमा चाहिँ सबै वस्तुहरूको एलाइनमेन्ट मिलाउनु र बस्न योग्य घर बनाउनु नै वास्तु मिलाउनु हो। ओम नमः शिवाय। जय सम।